सम्पूर्णमा नमस्कार। भलिबल धमाका हुन गइरहेको छ। यो भिडियोमा म तपाईहरुलाई तकसेरा रुकुम कप कहिलेदेखि, प्राइज कति भन्ने विषयलाई लिएर आएको छु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। नेपाली भलिबल फ्यान्सहरुको लागि अत्यन्तै खुसीको खबर। नेपालको राष्ट्रिय खेल भलिबल यही आउँदै गरेको साउन 2 गतेदेखि सर्वाधिक धनराशिको पुरस्कार पूर्वी रुकुम तकसेरामा भलिबल धमाका हुन गइरहेको छ। तपाईहरुको गरिमामय सहभागिताको लागि तकसेरा रुकुम हार्दिक अनुरोध गर्दछ। राष्ट्रिय आमन्त्रित पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता लगायत फुटसल, खुल्ला दोहोरी गीत, छेलो लगायत विविध सांस्कृतिक कार्यक्रमको बेजोड प्रस्तुति। भलिबल फ्यान्सहरुको लागि त खुसीको खबर हुने नै भयो। पुरस्कारहरू पुरुषतर्फ प्रथम पुरस्कार रु 5 लाख, द्वितीय पुरस्कार रु 3 लाख, तृतीय पुरस्कार रु 2 लाख र सान्त्वना पुरस्कार रु 1 लाख रहेको छ भने महिलातर्फ प्रथम पुरस्कार रु 1 लाख, द्वितीय पुरस्कार रु 50,000 र तृतीय पुरस्कार रु 25,000 रहेको छ। यो भलिबलमा विभागीय टिमको लागि भने दर्ता हुने नहुने यसको लागि भने आधिकारिक जानकारी आएको छैन। त्यसैले त्यसको लागि म पछि भिडियो हाल्ने छु। सम्पूर्ण भलिबल प्रेमीहरूलाई साउन 2 बाट रुकुम जाउँ र खेलको भव्य मनोरञ्जन लिउँ भन्न चाहन्छु। यही आउँदै गरेको साउन 2 गतेबाट राष्ट्रिय स्तरको सर्वाधिक 5 लाखको पुरस्कार रहेको यस भलिबलमा तपाईहरु पनि रुकुममा सहभागी भएर आफ्नो खेल हेरेर भव्य मनोरञ्जन लिनुहोला भन्न चाहन्छु। र यस्तै भिडियो जानकारीको लागि च्यानललाई भने सब्स्क्राइब गर्न नभुल्नुहोला। जय खेल, जय नेपाल, जय भलिबल।